हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मेरो लागि एकदम स्पेसलको दिन छ, त्यसैले म यो प्रिपेरेसन गर्दैछु। तपाईँहरूले देखिरहनु भएको छ, आज चाहिँ मेरो श्रीमतीको जन्मदिन छ, तर उनी सुतिरहेकी छिन्, उनलाई थाहा छैन। मैले चाहिँ यो प्रिपेरेसन गरेर उनलाई सरप्राइज दिनलाई चाहिँ पुरै यो तयारी गर्दैछु। उनीले उठेर कस्तो रियाक्सन दिन्छन् थाहा छैन। अहिले चाहिँ दिदीहरू नि आइपुग्नु भयो। हाम्रो प्लानिङ थियो, दिदी, म, सुसन अनि सन्देश, हामी चारजनाले चाहिँ प्लानिङ गरेका थियौँ। लेट्स सी, हामी अब उनलाई उठाउन जान्छौँ। Happy birthday to you. Happy birthday to you. Happy birthday to Vita. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. उनीलाई चाहिँ अब हामीले बेडरुमबाट चाहिँ बाहिर किचन रुममा लैजान्छौँ, किनकि हामीले किचन रुममा प्रिपेरेसन गरेका छौँ। यहाँ रुमभित्र चाहिँ हामीले उनी सुत्रिएकी भएर रुमभित्र गरेनौँ। अब चाहिँ उनलाई आँखा छोपेर हामी बाहिर लिएर जान्छौँ र उनलाई सरप्राइज दिन्छौँ। हेर्नुहोस् त उनको रियाक्सन कस्तो हुन्छ। Happy birthday to you. हम तो कितना मजबूरी है नहीं है। हमारे यार ऐसा क्या? सामने बड़े चलो ध्यान में Happy birthday to you. Shukriya, thank you so much. Shukriya, thank you so much. ला बधाई छ। एक वर्ष बुढो भयो। Happy birthday to you, Sani. Happy birthday. Thank you. Happy birthday to you. अब ल बस ने पार्टी को पड़ ठुला आउँछ ए आउँदैन के हुन्छ ठुला त के ह रोज दिनुहुन्छ के नि हुन्न पर्दैन यही ठीक छ ल हाम्रो बर्थडे गर्ल दिदी बर्थडे उनी निन्द्रामै छिन्, तर पनि हामी उनको बर्थडेको लागि सबै तयारी सकेर उनलाई केक अगाडि लगेर राखिसकेका छौँ। अब हामी केक काट्नतर्फ लागिसकेका छौँ। सुसन चाहिँ यहाँ केक काट्नको लागि अथवा त्यहाँ क्यान्डलहरू बाल्नको लागि चाहिँ लाइटरहरू खोज्ने अनि सबै कुराहरू त्यो मिलाउँदैछ, म्यानेजमेन्ट गर्दैछ। उनी आँखा मिच्दैछिन्, अझै राम्रोसँग आँखा देख्न सकिँदैनन्, हाँसिरहेछन्, हेरिरहेछन्। हामीले चाहिँ उनलाई सरप्राइज यस्तो दियौँ कि उनलाई अलिअलि त थाहा थियो, तर यस्तो हुन्छ भन्ने चाहिँ थाहा थिएन। थोरै कता चाहिँ हिंसे पाएको थिइन्, किनकि हामीले केक ल्याएको चाहिँ देखेको थिइन्, तर यस्तो सरप्राइज हुन्छ भन्ने चाहिँ उनले सोचेको थिएनन् होला सायद। तर हामीले यस्तो सरप्राइज बनाइदियौँ। अब चाहिँ उनले केक काट्नलाई क्यान्डलहरू बाल्दैछन्, सुसनले फुटायो। अब यता दिदीले चाहिँ फेरि स्प्रे गर्दै हुनुहुन्छ। दिदी फेरि यता फेरि दाइ पनि बोल्दै हुनुहुन्छ हाम्रो। अनि कान्छीलाई ह्याप्पी बर्थडे टु यु भन्न बसिरहनु भएको थियो, वेट गरिरहनु भएको थियो। म चाहिँ अब यता र उता गरेर ताली बजाएर ह्याप्पी बर्थडे टु यु भन्दैछु। अनि यता सुजन फेरि फोटो खिच्दैछन्, यता सन्देश फेरि कता कुनातिर लुकिरहेछ, देखिएको छैन। दिदी नै यता क्यामेराको यता पछाडि जानुभएछ। अनि अब सुजन, सन्देश, हामी चारजना चाहिँ अब कान्छीले केक काट्छिन् अनि हामी अब केक खान्छौँ, ह्याप्पी बर्थडे टु यु भन्छौँ। अब केक काट्ने समय भएको छ, लेट्स सी कस्तो हुन्छ। उहाँले केक काट्दाको पहिलो अवस्था हेरौँ। अनि यो सबै हान्यो र यो त यो मोती त तिमीलाई पछि यहाँ हेडगनमा हाल्न छ। खानु मिल्छ ए 1 2 3 ल Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you, dear Sovita. अब पहिले चाहिँ उनले केक काटिन् अनि केक काटिसकेपछि मलाई खुवाइदिन्, किनकि म त श्रीमान हो नि त, पहिलोचोटि खानै पर्यो। त्यसै म पनि खुसी भएर हेर गम्की गम खाएको हो, केही खान नपाएको जसरी कस्तै खाइरहेको के। तर पनि रमाइलो हुन्छ होइन। एकदमै मेरो लागि एकदम खुसीको दिन हो यो, किनकि मेरो जीवनमा
सबै थोक त्यागेर आउने मेरी श्रीमतीलाई जन्मदिन सँगै साथमा यति रातको समयमा मध्यरातमा मनाइदिन पाउनु मेरो पहिलोचोटि अवसर तथा भाग्यको कुरो हो। अनि अब हामी यसरी पालो केक काटेर दिँदैछिन् अनि हामी केक खुवाउँदैछौँ अनि केक खाँदैछौँ अनि उनलाई जिस्काउँदैछौँ अनि उनी हाँसिरहेकी छिन्। उनी हाँस्दै केक काट्दै खुवाउँदै गरिरहेकी छिन्। नलाइदिनु पनि भन्छन् कि उता दिदी पनि लास्टै खुसी हुनुहुन्छ किनकि आज दिदी बहिनी सँगै हुनु पाउनु भएको छ धेरै वर्ष पछाडि। दिदीको बहिनी अनि बहिनीको बर्थडेमा जन्मदिनमा दिदी पनि रातिको समयमा सरप्राइज दिन आउनुभएको छ। बिचरा नसुती बहिनीको लागि माया। यता छोरो फेरि नयाँ छोरोले जिस्काउँछ फेरि आमालाई। अनि यता मुटु हाम्रो मुटु यानि एकदम खुसी हुने सबैभन्दा खुसी हुने मान्छे नै उयो हो। एकदम मुटु लाएर कति चल्न आउँछन् आमा छोरा चलिहाल्छन्। अनि अति नै रमाइलो भयो। रातको समय भए पनि धेरै हल्ला नभए पनि थोरैजना भए पनि अति नै रमाइलोको समय भएको थियो। अनि हामीले चाहिँ अब केक काटेर खाने भनेर केक काटेर खान थाल्यो। यता सुसनले फेरि बर्थडे गिफ्ट दिन थाल्यो। उसले गिफ्ट दिन थाल्यो तर मैले दिएको छैन, मेरो बर्थडे गिफ्ट पनि छ है। तर उनले ओपन गर्न भ्याइसकिन्। ल अब बर्थडे गिफ्ट चाहिँ के छ भनेर हेर्ने हो भने ल आउनु सँगै हेरौँ है त। यता दिदी फेरि उधारोमा म बर्थडे मनाउन आएको, म भोलि दिन्छु है भन्दै हुनुहुन्थ्यो। दिनुभएको छ, मैले यहाँ जोडेको छु जोड्न त। ल अब उनले अब यहाँ गिफ्ट खोल्न थालिसकेकी छिन्। अब आउनुहोस् गिफ्ट हेरौँ है त सबैजना मिलेर। साह्रै धेरै एक प्लेट हो? प्लेट साइज भएको रहेछ नि। वाउ ल what a surprise. ओके अब यो पानी हालेर राखिरहनु पर्छ सधैँ कस्तो राम्रो हुन्छ ल। अब अरू सर यो गिफ्ट खोल्नु नलाम के ल के हो त्यो गेस गर बाहिरबाट गेस गर अनि भन त्यो के हो। दिदी तपाईँको छामेर गेस गर्नु त ल। ए दिदीलाई देऊ ल ल ओपन गर त्यसलाई ल। ट्यापै कपडा कपडा धेरै सामान के भन्ने कुरो थाहा छैन मान्छेलाई। हट ब्याग रे पुरा खुट्टा लागेको। त्यसले क्या हो गया रे भाइ, वाट इज दिस? त्यो काँटा भाँच्यो भने सुसन छोराले सम्झेर काँटा हालिदिएको छ। काँटा त थियो मसँग पनि नै। थ्याङ्क यू सो मच। यो चाहिँ मलाई यस्तो मन पर्यो। वाउ ड्रेस त्यो कार कम्पनीमा काम गर्छ त्यो वर्करले त्यस्तै होइन मैले त्यस्तै लाउँछ भनेको के भन्छ लाउँछ त्यस्तै ल भयो मन पर्यो। थ्याङ्क यू सो मच। ल अब मैले लाउने त ल। अब यो चाहिँ के हो? ल यो के हो? त्यो के हो? ल गेस गर पहिला दिदी गेस गर्नु ल। सुसन भाइ तपाईँले खाइस् ल दिदीको पाला भन्दिनँ म। तिमी त पाउँदै पाउँदैन, तिमीले त चान्सै छैन। दिदी गर सानीको दिदीले ट्याक्कै पार्नु भयो।
हामीले सबै एक सेट हालेका छौँ पूजा कुरो त्यही हो मैले चाहिँ घडी भन्न लाग्ने कि यदि घडीको पैसा ल शान्तिले राति नै गिफ्ट अनबक्सिङ गरे तर भोलि अर्को भिडियो बनाएन नि त के गर्नु बिचन काट्ने भइहाल्छ नि त गिफ्ट अनबक्सिङ हुन्छ वाउ त्यसमा रहेछ हैन आम्मामा कसले खाएको नि त्यसै कलर म्याच गर्छ भनेर यसमा यो ड्रेसको सेटमै हुन्छ नि त यसको होइन हामीले छुट्टी ल्याउँछ यो सबै छुट्टी हो यो एउटामा यो एउटामा यो एउटामा काँटा एउटामा तर यस ड्रेसको सेम एज सेट हुन्छ के त तर हामीले यो चाहिँ किनभने भोलि उसले कुर्ता सुरुवाल किन्ने होइन जुन कलर किने पनि यो काम लाग्छ भनेर हामी चाहिँ गर्दै थ्याङ्क यू तर हुन्छ हुँदैन थाहा छैन अरू के हो त्यो पनि हो ल के हो यो ल गेस गर मैले त के तिमीलाई एकदम चाहिने नभए अन्त भन्नु छोरी जस्तो हट्याकी होला भने सोचेको थिएँ कि ब्याग हो त्यो ब्याग हुन्छ यहाँ तिमीले धेरै एउटा ब्याग मात्र बोकेर हिँड्यो त्यही भएर अर्को ब्याग लिएर आइदियो छन् त छ नभएको होइन वाउ साडा कोरोना भाइरस हो यस्तो सुसम्मै जाने नि खान्न नि दुईजना आमामा कोरोना भाइरस छ कस्तो लाग्यो आम्मै छ कोरोना भाइरस Allah, thank you so much. Thank you so much. This is wonderful. This is my wonderful birthday gift राम्रो रहेछ है from my सबै सेट husband. रहेछ के सबै सेट पिसमा ड्रेस सेट Thank you so much. त्यो कोरोना भाइरस सोला ल फेरि कोरोना ल केक काटेर केक दिउँ ह्यापी ल बर्थडे Happy birthday to you, Sani. Happy birthday to you, Sani. Happy birthday to you, Sani. के रहेछ हेरिहालौँ है त अब birthday gift. Thank you so much. Wow. फोटो कस्तो राम्रो. धेरै के कस्तो राम्रो रे यो भनेपछि सुसाना फोटो किने म Wow. Wow. मैले दिइसकेँ फोटो मैले भने